हेलो गाइस, आज चाहिँ म तपाईहरुलाई मेरो रुमको सानो भिडियो बनाएर देखाउने छु। लास्टसम्म हेर्दिनुस् होला। यो चाहिँ हो हाम्रो रुम। हामी 3 जनाको हो। यता चाहिँ ठुलो मान्छे बसिरहेछ है। हाम्रो रुम चाहिँ यो मैला चाहिँ अहिले गाडी आउँछ नि त, त्यहाँ त्यसमा हाल्नुपर्छ हो। यो मैला त्यतिकै भइरहेको छ, अहिले एकछिनमा फाल्नुपर्छ। यताबाट चाहिँ बाहिर देखिन्छ। यता चाहिँ यस्तो छ। यता चाहिँ यहाँ चाहिँ घर छ। यहाँ चाहिँ लुगा सुकाउने जग्गाहरू पनि छ। यहाँ चाहिँ हाम्रो पानीको ड्रम। यहाँ माथि चाहिँ च्यान गाडी। यता चाहिँ यहाँ चाहिँ भाइ कि दाजुको होला, यो दाजुभाइको हो नि त। यो हामी सानो हाम्रो चाहिँ 2टा रुम भएको छ नि त। यहाँ चाहिँ खाली छ, यो एउटामा आँटिरहेको छौँ हामी 3 जनै हो। म बाहिर पनि देखाउने छु तपाईहरुलाई, लास्टसम्म नै हेर्दिनुस् होला। हामी चाहिँ टप फ्लोरमा छौँ त। यहाँ तल चाहिँ अरू मान्छे बस्नुहुन्छ। हामी चाहिँ टप फ्लोरमा। योहरू पनि रुमै हो। यो चाहिँ हाम्रो टोयलेट बाथरुम। यो चाहिँ किचन हो। यो 2टा रुम। यो चाहिँ हाम्रो लुगा सुकाउने अर्को जग्गा। यो अर्को बिल्डिङ। यहाँ अर्को बिल्डिङ। यहाँ चाहिँ मेन रोड। अंकल पानी आयो? ए बत्ती छैन। बत्ती छैन मात्रै आउँछ पानी। ए हजुर। पानी आज नआउनेछ भनेपछि पानी लाइट छैन रहेछ नि त। यो लाइट नभएर अँधेरो भइरहेको छ रुम पनि। हाम्रो रुम चाहिँ अर्को रुम चाहिँ यो चाहिँ किचन। रुम ठुल्ठुलो रहेछ त रुम, त्यसैले एउटामा उयो आँटिरहेको छौँ हामी। एउटा ज्यादा भइरहेको छ, एउटा मात्रै लिएको भए हुन्थेछ। मेरो बेबी सानो हाई भन्देऊ न। सानो यता हेर्देऊ न, यता। बाई बाई गाइस। मन पऱ्यो भने लाइक, शेयर, सब्सक्राइब गरिदिनुहोस् होला।